2081 सालको होली यसरी बित्यो त मेरो। सो वेलकम ब्याक टु आवर च्यानल। फेरि पनि आज हामी होली स्पेसलमा यसो हामी थोरै राउन्ड हाल्नु जाँदैछौँ बजारतिर के कसो छ त भनेर, त्यही भएर अब बाँकी हामी यतै देखाउँला। हस् त। सो हामी चाहिँ देउराली चौकबाट बिस्तार गर्दै लाग्दैछौँ। यसो भन्दै स्टेडियम होलीको माहौल हेर्नुहोस् त। आहा हाम्रो ह्याप्पी होली भन्दैछु। यसलाई अब हामी होली भनौँ कि के भनौँ हजुरहरू नै मलाई मेन्सन गरिदिनु होला। होलीको नाममा सबैजना जोडी एक कांड अभी खत्म नहीं हुआ कि दूसरी कांड आ गया। यहाँ जोडीहरूको देखाइदिएको क्या, त्यही भएर चाहिँ के को देखाइदिएको, जोडीहरूको देखाइदिएको क्या। त्यही भएर एक कांड अभी खत्म नहीं हुआ दूसरी कांड आ गया। हाम्रो चाहिँ अब यस्तो सम्झिनुहुन्छ कि वालेटै बिर्सेछु, अनि अब हामी घरमा वालेट लिनु जाँदैछु। घुमाउँछ होला भनेर नि बसेँ है त। ल अब हामी फेरि ब्याक टु होम अनि फेरि ब्याक टु बजार। सो हामी चाहिँ फेरि सामान, मेरो काकाको दिमाग नै छैन क्या, अनि त्यसरी सामान बिर्सेछ र अब हामी चाहिँ टक्क सामान लिनु आइरहेको छौँ। अब चाबी खोलेर सामान लगेर हामी फेरि अब बाटोमा भ्लग बनाउनेछौँ। सो बाटोमा होलीको माहौल चलिरहेको छ। निकै ग्रुपहरू हामीले भेटिसकेका छौँ बाटोमा। गाडीहरू आइरहेछ। ट्राफिक दाइको अफिस, पुरानो अफिसमा हामी ट्राफिक दाइ त थियो र कहाँनिर? काकाहरूले हाम्रो बाटो गरेर काकाले बाख्रा गाई सब गोरु सबै तर्साइदिइसकेको छ। सो हामी चाहिँ तेर्सो भन्दा पनि ठाडै रुचाउँछौँ, त्यही भएर आखिर ठाडोतिर लाग्यो। वातावरण प्रदूषित गर्दै देखो नम्बर त्यहाँ यस्तै गर्दै खायो। ठाडोको त दिनु परेन। यो मन्दिरमा मैले धेरै वरदानहरू मागेँ तर केही पनि पुरा भएन। यति भन्दै हामी हाम्रो RX पार्दै जाम हाम्रो बजार आइसकेको छौँ। खासै होलीको माहौल
बिल्डिङ भइसके टक्कसँगले। हाम्रो यहाँ बाटो खराब भएको कारणले गर्दा हामीले यहाँनिर राख्ने सोच गऱ्यो। स्टाइल हेर्नु न, स्टाइल स्वाग नै छुट्टो छ नि। के हामी चाहिँ खतरा होइन र? यहाँ ब्याड कमेन्ट आएको हुनाले हाम्रो RX 100 को बारेमा थोरै बिच्किएर हाम्रो काका चाहिँ अगाडि किन ल्याउनु यहाँ मान त्यहाँ सो हामी जाँदैछौँ हाम्रो भ्यू पोइन्ट तरफ। सो वेलकम ब्याक टु आवर ब्लग। अनि अहिले चाहिँ ह्याप्पी होली टु एभ्री वान 2082 को 81 को। सो आजको होलीमा चाहिँ हामी के गर्दैछौँ भन्दाखेरि डुकु लन्ठाङ भएर कुदिँदैछौँ। लेट्स वक। विकास हुँदैछ। यो चाहिँ हाम्रो भोजपुर बजार। सो हामी चाहिँ आइसकेको छौँ हाम्रो भ्यू पोइन्टमा। हाम्रो वान एन्ड ओन्ली भ्यू पोइन्ट। हजुर हामी घरबाट निस्किनौँ त्यही भएर बच्यौँ। होली यसरी नै खेल्यौँ। अनि यो चाहिँ हाम्रो भ्यू पोइन्टबाट देखिने भ्यू हो, जहाँदेखि चाहिँ भोजपुर बजार सँगसँगै तल टक्सार पनि देखिन्छ अनि सँगसँगै कोदार पनि हल्का देखिन्छ। त्यति नै हो। सो हामी चाहिँ चिया खाएर निस्किसक्यौँ। अब बिस्तारमा झर्दैछौँ। धागो कहाँबाट किन्ने? ब्लास्टिङ न्युज। भोजपुर एकदम अचेल विकास हुँदैछ र यस्तो हो। नत्र हाम्रो भोजपुर पनि राम्रो चाहिँ राम्रै हो, किनभने भोजपुरको जनता म र मेरो काका नै यस्तो राम्रो छौँ भने भोजपुर एकदम राम्रो। ठाउँ राम्रो नभए मान्छे कहिले राम्रो हुँदैन। सो दिस इज भोजपुरको फेमस जुत्ता एन्ड चप्पल पसल। नट स्पोन्सर। यो हाम्रो थुलुङ पार्क देख्न सक्नुहुन्छ। दिस इज स्काई भेटर। यही बाटो पुरै गुटुरो रहेछ, एक्सट्रिम नै रहेछ। ओ मेरो दिल बस्यो कान्छीको बुट्टे चोलीमा। सो दिस इज आकाङ्क्षा स्टोर रक सर। सबैले सपोर्ट दिनुहुन्छ क्या? हजुर ओहो मुस्ताङमा। सो भिडियो 3 मिनटको भइसकेको छ। दिस इज होली रियाक्सन होइन, होली स्पेसल। लथ्रिँदै टुक्रिँदै ठोकिँदै हामी आइपुग्यौँ हाम्रो दिपक दाईको घर नै। यो हेलो दिपक दाई, यहाँनिर चाहिँ हाम्रो दिपक दाई हुनुहुन्छ। हजुर हाम्रो यहाँ दिदी। हजुर यहाँ हाम्रो दिपक दाई, हाम्रो आन्टी।
यसरी अर्काकोमा आएर त्यो आफूलाई उ गर्नु पाइँदैन है सन्चै होइन जान्डी आज होली के भयो त हाम्रो बन्दानीमा एकचोटि म स्पेसली भन्नुपर्दा प्रायः होली नै खेल्दिनँ त्यहाँ नो होली त्यहाँपछि साथी नै छैन कि लु जाम त आऊ गोवा दलिरहेन मार्दिनु हो दादा स्टोरेज छैन अब सो हामी चाहिँ अब धागो किनेर टक्क काकापतिज फर्किँदैछ धन्यवाद दिनुभयो ल हामी चाहिँ यही धागो लिन आएको थियो धन्न आज पनि फर्किनु परेको अब निस्क्यौँ हामी सो हामी बाटो लागिसकेको छौँ हावा हुन्डरीको एक झलक धुलो आयो यत्तिको आँखामै पस्छ हजुर सो बाटोमा चाहिँ हावा हुन्डरी चलिरहेको छ आज फेरि धेरै पछि हावा हुन्डरी चलिरहेको छ ऊ त्यहाँनिर चाहिँ अरुङ्गालको यत्रो ठुलो चाका थियो त्यहाँ हाम्रो भाइ एकदम डेन्जर प्रस्तुति पनि दिँदैछ यत्रो ठुलो चाका थियो अहिले चाहिँ बच्चाहरू सबै उडाइसकेछ पहिले निकै डेन्जर थियो अहिले चाहिँ घरकोलाई पनि शान्ति हुँदै होला हस्त धन्यवाद ल अब हामी चाहिँ नातिदाईलाई यसो बुली गर्न जाँदैछौँ बुली इङ्ग्लिसमा भनिदिउँ न होइन अब हेरौँ के हुन्छ त हाम्रो नातिबिद सेफको रियाक्सन हजुर नातिबिदा जियान नहुनु नातिबिदा के नातिबिदा जियान जियान ओ गीत पनि त्यस्तै गाउँछ नि यो चाहिँ हाम्रो अहिलेको नयाँ बस पार तर यो पनि निर्माण कार्य हुँदैछ यो बाटो चाहिँ पहिले अलिक बन्द थियो ओ कम्पनी डन हाई भन्दै त्यहाँ माथि बाटो त्यति बाटो बनाइदिएको भए के जान्छ भने त्यहाँ उकालोमा त्यति बाटो बनाइदिएको भए सबै चिल्दै चिल्लो किन सबै चिल्लो बनाउनु कतै त खस्रै छोडिदिउँ भनेर होला नि त्यसै गर्नु हुँदैन त नादिबी जियानको घरमा आइसकेको छौँ नठोकिदिउँ क्रास ओ माई गट इट्स गट क्रास ए सिनेमेटिक एउटा दिउँ न त ल अगाडि देखाउनु अगाडि त्यो चक्कमा हेलो नातिदाई कस्तो बाटो भएर हेर्दैको त हेलो केही भन्न चाहनुहुन्छ एक दुई शब्द भनिदिनुहोस् न त लुक्दै हेर्दै चक्कु लगाएर पस्नु हेर मा हराएछ हाई भनिदिनु नि त हाम्रो एक दुई शब्द मोटेको हतियार फोकस यो भयो एकछिनपछि हामी फेरि भेट्नेछौँ मोटेको घरमा निस्केपछि यो ल न केही बोल्नु भएन हाम्रो मेन ब्लगर त अब यो मेन ब्लगरको पनि मेन हिरोले नै बोल्नु पर्यो सो हामी चाहिँ एकछिन ल औँलाले पछिको हामी चाहिँ अहिले नादिब दाईकोमा एकछिन लिटल खाजा ब्रेक हान्न आँटेको छौँ होइन अब नादिब दाईलाई चाहिँ मैले फेरि 160 रुपियाँ दिएर पठाइसकेको छु नादिब दाई काम गर्ने मान्छे मसित पैसा लिन्छ भनेपछि अब हामी के भन्नु होइन तपाईँहरू आफै बुझ्नु होला यति भन्दै स्टे ट्युन्ड सो देख्न सक्नुहुन्छ हाम्रो नादिब डन एकेए जियान चाहिँ
105 केजीको मान्छे चाहिँ 160 रुपियाँको सामान लिएर आइसक्नु भएको छ। सो यति भन्दै हामी नादिब दाइको अलिक एङ्ग्री फेस। सो हामी यति नै भन्दै केही भनिदिनुहोस् पनि। केही भनिदिनुहोस् न हजुर, गाली बाहेक केही बोलिदिनुहोस् न हजुर। मास्टर सेफ यहाँ डटफटहरू देख्न सक्नुहुन्छ तपाईँ। यो ओ विष्णु सो नादिब दाइले हाम्रो काकालाई काम दिइसक्नु भएको छ। Stay tuned, stay tuned. तेरो फोन लगेर जान्छ नि फेरि हेरे त्यो पानी छिपेको भिडियो हो। हेर केटा है, एउटै ब्रान्ड हो होइन, म त थाहा भएन। सो मैले चाहिँ एट्याक खाइसकेको छु क्या। नादिब दाइ मान्छे एकदम ब्याड हो क्या, मलाई एट्याक गरिसक्यो क्या। अब पानीले हेर्नुहोस् न म यस्तो त्यसरी अप्ठ्यारो हुन्छ आफ्नो आफ्नो पुरै हात अनुहार आएकै छैन। लु सिधा भयो है। मिसो नसार्नु भएको चटपटे पार्टी हुँदैछ यहाँनिर चाहिँ। हान्यो बस यतिको हुनुपर्छ। मोटे हात्तीको मुखमा जिरा हुँदैछ यता चम्ची चाहिँ होइन नातिको मुखमा चम्ची सानो भयो भनेको ल धन्यवाद। हामीले एक आरी चटपटे हानेर पिरो निस्सक्यो नि, तर हरामी नै खाइने रहेछ। यहाँ 3 जनामा खाइसक्दैन जस्तो लाग्दै थियो। मेरो ग्याङमा चाहिँ एउटा थियो, यो अर्को ग्याङमा त्यो थियो, अनि म थिएँ। र कसम खुवाइ त नि भिडियो हालेको भिडियो बनाएको भए भिडियो हालिन सक्नुहुन्थ्यो चाहिँ धन्ना भिडियो बनाएन। खुवाइ त नि मार। हामी अहिले यहाँदेखि निस्किँदैछौँ फेरि ब्याक टु माई भ्लगर है। हियर इज माई हिरो भ्लगर, डु इट लाइक दिस है माई ब्रो। यस्तो यहाँ हेर्ने ट्यागसँग यस्तो गर्ने होइन, ट्यागको अगाडि गर्नु भयो फ्लिप नादिब दाइकोमा चढ्नु पर्ने होला मार्छ। ओके लेट्स गो। ए कुदाइस सब्जी खोइ अन्त मलाई के त आठा केले गएको छ त्यहाँ छैन होला। ओ माई गड धन्न हाम्रो आरएक्स चोरी भएन होइन। नादिब दाइ चाहिँ खाखा खुकुको मात्र गर्छ। एकछिन म पनि छु हजुर। सो अब हामी मेरो घरतर्फ लाग्न आँटेको छौँ। आरएक्सलाई अगाडि भिडियो हुँदैछ। हुँदैछ यसले चाहिँ जबरजस्ती मेरो मलाई धम्काएर फुटेर मैले यसको बाइक दिएको है, मैले नदिने भन्दै पनि द ब्युटिफुल सनसेट भिडियो पनि डिलिट गरेर लायो। आरएक्सले ठुलो मान्छेलाई नसुहाउँदो रहेछ। हेर मेरो आरएक्स चाहिँ जब्बर हो यार यो आरएक्स। सब जब्बर आरएक्स हो यो। हेर बिचराको सास प्राण गइसक्यो प्राण। मोटेलाई कुकुर यस्तो टोक्न आउँछ यो बाइक देखेर होइन, अनि यस्तो जाने हेर्छ नि ए होइन हजुर। ओके So here the rider Nadim Dai appears. ल मेरो घरमा अराइभ हुनु ल। अब आमाले कल गर्नुभयो म चाहिँ लाग्दिएको ल। ल हेर खेलाउने गाडी खेलाउने बाइक घर पनि पुग्यौँ अनि सँगसँगै भ्लग पनि यहीँनिर समाप्त भएको छ। अन्त्यसम्म हेरिदिनु भएकोमा धन्यवाद।